आजको फोटोसप ट्युटोरियलमा हामी एउटा फुड पोस्टर डिजाइन क्रिएट गरेर हेर्नेछौँ, जुन चाहिँ हेर्दा एकदमै क्लिन र सिम्पल देखिने गर्छ। हजुरहरूले पनि एकदमै ध्यान दिएर हेर्नु होला, किनकि म हजुरलाई स्टेप बाई स्टेप गाइड गरेर भिडियो पोस्टर कसरी बनाउन सकिन्छ भनेर देखाउने छु। हजुरहरूलाई म स्टेप बाई स्टेप गाइड गरेर यो भिडियो बनाउँदैछु, जसले गर्दा हजुरहरूले फोटोसपको भित्र यो डिजाइन इजिली क्रिएट गर्न सक्नुहुन्छ। एउटा फुड प्रोडक्टको लागि पोस्टर डिजाइन कसरी गर्ने भनेर मैले हजुरहरूलाई यो सानो पोस्टर डिजाइन गरेर देखाउने छु। यस्तो खालके यसरी नै सोसियल मिडिया डिजाइन गर्न सक्नुहुन्छ, सोसियल मिडिया पोस्ट होइन। मैले चलाइरहेको विन्डो तपाईँको फोटोसप भनेको फोटोसप यो छ होइन, 22.1.1। त्यसै गरी आज हामी कुरा गर्छौँ यो सबै इमेजहरू युज गरेर मैले बनाएको हो। यसमा धेरै के युज भएको छैन, मैले यति मात्रै इमेजहरू युज गरेको छु, तर थोरै ग्रेडियन्टहरू थोरै सेप्सहरू युज गरेर मैले बनाएको पोस्टर हुने यस्तो छ। आउनुहोस् सुरु गरौँ, तपाईँहरूलाई म देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ मैले इमेज साइज 600 पिक्सल बाई 600 पिक्सल 150 पिक्सल पर इन्च लिएको छु होइन। अब हामी के गर्छौँ भन्दाखेरि तपाईँको 180 पिक्सलमा त्यहाँबाट तपाईँले पनि आफ्नो डकुमेन्ट साइज यसरी बनाउन सक्नुहुन्छ। तपाईँले आफ्नो डकुमेन्ट अनुसार फरक पर्न सक्छ साइज होइन। मैले यहाँ के गरेको छु भन्ने कुरा म तपाईँहरूलाई देखाउन गइरहेको छु। मैले यसमा यो इमेजहरू युज गरेको छु होइन। अब कसरी बनाएको छु भनेर देखाउँछु म हजुरहरूलाई। सबैभन्दा अगाडि मैले के गरेको थिएँ भन्दाखेरि एउटा तपाईँको हामीले पहिला वाल ब्याकग्राउन्ड लिन्छौँ होइन। ब्याकग्राउन्ड लिँदाखेरि एउटा ब्याकग्राउन्ड मैले यसरी क्रिएट गरेँ, त्यसमा मैले एउटा सेप लिएको थिएँ। त्यसमा सेप लिँदाखेरि तपाईँको यो सेप लिएँ मैले, यो सेपलाई यसरी सेडो गरेँ, यो सेप बनाएर यसलाई सेडो दिएको छु। तलपट्टि थोरै सेडोको लागि मैले यो युज गरेको छु। त्यसै गरी अलिकति माथि गए पछाडि मैले एउटा जामको लिएको छु होइन। जामको लागि सेडो बनाएको मैले, तर तपाईँलाई पहिला जाम देखाउँछु अनि मात्रै सेडो देख्नुहुन्छ। जस्तो जामको मैले जार लिएँ होइन, जामको जार लिए पछाडि तपाईँहरूले यसलाई मैले थोरै यहाँ तलपट्टि देख्न सक्नुहुन्छ सेडो क्रिएट गरेको छु एउटा सानो। तपाईँहरूले यसरी नै गर्नु सक्नुहुन्छ। जस्तो यसलाई नै तपाईँले अलिकति यस्तो डाउन गरेर हरिजेन्टल गरेर यसको ओपेसिटी हल्का डाउन गर्नुभयो भने भइहाल्छ त्यो। जस्तै तपाईँले मैले भने सेडो गरिरहेको छु है, एउटा सेडो क्रिएट गरेको छु यसमा मैले। सेडो क्रिएट गरे पछाडि यो यस्तो देख्न सक्नुहुन्छ। त्यहाँबाट मैले एउटा इमेज लिएको छु, जुन चाहिँ यो विन्डोभन्दा बाहिर जुन देखिने, जुन एउटा अलिकति यसलाई नेचुरल देखाउनको लागि मैले एउटा इमेज युज गरेँ। यो इमेज मैले लिएको भनेको तपाईँको इन्टरनेटबाट डाउनलोड गरेको हो होइन। हजुरलाई चाहिन्छ भने म सबै फाइलहरू तपाईँको तलपट्टि डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट पनि तपाईँले लिएर युज गर्न सक्नुहुन्छ। त्यसै गरी मैले केही तपाईँको यसमा गार्जियन ब्लरहरू युज गरेको छु, हेर्नु होला। यो जुन छ यो फाइलमा, यो फाइल जुन छ यसमा मैले गार्जियन युज गरेर तपाईँको सेडोलाई अलिकति नेचुरल बनाउन खोजिरहेको छु। त्यसै गरी अलिक माथि गए पछाडि हेर्नु होला, यहाँ मैले थोरै सेडो युज गरेको छु होइन, ड्रप सेडो भन्छ यसलाई हामीले। मैले चाहिँ नर्मल सेडो युज गरेको छु। त्यसै गरी यसमा मैले अझै युज गरेको भनेको तपाईँले यो देख्न सक्नुहुन्छ, मैले यसलाई थोरै यहाँ लाइटिङ इफेक्ट दिएको छु क्या, किनकि पछाडिबाट एउटा जुन चाहिँ लाइट पास आइरहेछ भनेर देखाउनको लागि चाहिँ। हेर्नु यो हुँदा र नहुँदाको फरक हेर्नुहोस्, अहिले डल देखिरहेको छ नि, अहिले तपाईँले हेर्नुहोस् यहाँ फरक छ, यसरी फरक पाउनुहुन्छ होइन। यहाँनिर नोटिस गर्नु होला तपाईँहरूले, हेर्नुहोस् मैले यसरी गरेँ। त्यहाँबाट मैले थोरै तपाईँको यहाँनिर पनि एउटा लाइटिङ थोरै यहाँनिर पनि पास भएको जस्तो बनाइरहेको छु, हेर्नु होला। यहाँ पनि थोरै लाइटिङ लिएको छु मैले। त्यहाँबाट तपाईँलाई मैले हेर्नुहुन्छ, तपाईँलाई माथितिर पनि देखाउँछु थोरै। यहाँ हामीले अब एउटा सानो यसलाई अलिकति रियलिस्टिक लुक दिनको लागि मैले यहाँ एउटा लिप्सहरू युज गरेको छु। यहाँनिर देख्न सक्नुहुन्छ। त्यसै गरी लिप्स मैले दिएको छु होइन, म तपाईँलाई लिप्सको लागि पनि देखाइदिइहाल्छु। यहाँ मैले थोरै पत्ताहरू तपाईँको अलिकति नेचुरल फिल होस् भनेर यहाँ मैले एउटा लिप हेर्नुहोस्, यो पनि तपाईँले पिएनजी डाउनलोड गर्न सक्नुहुन्छ। म सबै तपाईँहरूलाई डिस्क्रिप्सनमा हालिदिन्छु हजुरहरूले। अब तर यो कसरी अब यो नेचुरल देखेको छैन, अब अलिक थोरै नेचुरल बनाउनको लागि मैले यहाँ थोरै सेडोहरू क्रिएट गरेको छु। हो यो सेडो कहाँबाट आयो भन्नुहुन्छ भने मैले यसको लागि यो सेडो क्रिएट गरेको हो। अब यसको लागि पनि तलपट्टि यहाँ ग्लास इफेक्ट जस्तो दिनको लागि मैले यहाँ अर्को सेडो युज गरेको छु, देख्न सक्नुहुन्छ।
त्यसै गरी अब थोरै तल जाउँ। अब हेर्नुहोस्, अब यहाँनिर एउटा यसलाई कल टु एक्सन दिनको लागि मैले कल बटनहरू युज गरेको छु। यो तपाईँले पनि युज गर्न सक्नुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ। तर यसमा अलिकति भिजिबिलिटी नभएकोले गर्दाखेरि मैले एउटा रेक्टेङ्गल लिएर यहाँनिर थोरै तपाईँलाई एड टु कार्ट भनेर यहाँनिर कल टु एक्सन बनाएको छु। यो क्लिक गर्दाखेरि हामीले तपाईँको इ कमर्स वेबसाइटहरूतिर देख्छौँ, हामीले यो गर्न सकिन्छ। नम्बर हालेको छु, मैले वेबसाइट हालेको छु। त्यसै गरी तपाईँहरूले अब यो त भिजिबिलिटी छैन, यसमा भिजिबिलिटीको लागि चाहिँ के गर्छु भन्दाखेरि यहाँनिर मैले एउटा वाइट कलर दिएर एउटा रेक्टेङ्गल युज गरेको छु। यो सेप तपाईँले यहाँबाट युज गर्न सक्नुहुन्छ। अब यहाँनिर थोरै इफेक्टिभ यो के हो जस्तो देख्नुहुन्छ भने यहाँनिर मैले ओरेन्ज क्लिक गरेर यहाँनिर हेर्नुहोस्, मैले यहाँनिर टेक्स्टहरू एड गरेको छु। टेक्स्टहरू पनि एड गर्न सक्नुहुन्छ तपाईँले पनि चाहनुभयो भने, होइन। मैले यसरी टेक्स्टहरू युज गरेको छु। अब टेक्स्टको पनि भिजिबिलिटी अलिकति नबन्नु भएकोले गर्दाखेरि के गर्छु भने मैले थोरै यसलाई पनि थोरै भिजिबल बनाउनको लागि चाहिँ यहाँनिर अर्को एउटा रेक्टेङ्गल युज गरेको छु, देख्न सक्नुहुन्छ। म तपाईँलाई थोरै यहाँ देखाउँदैछु, हजुरहरूले यहाँनिर ध्यान दिनुहोला। म भिजिबल गरेर देखाउँछु। यो चाहिँ के छ भने तपाईँको जस्तो विन्डोज जस्तो दिएछ नि, सेप मात्र काटिएको दिएछ। त्यसलाई मैले अलिकति नेचुरल फिल दिनको लागि विन्डो बनाएको जस्तो बनाएको छु, होइन। यहाँनिर यसलाई पनि थोरै स्याडो दिएको छु। हजुरले पनि आफ्नो डिजाइनमा, अब यो त मैले तपाईँलाई जस्तो एउटा स्याम्पल मात्र देखाएको, क्रिएटिभ बनाउन चाहनुहुन्छ भने यसलाई अझै तपाईँले थप गर्दै जान सक्नुहुन्छ। मैले यसलाई वाइट मात्रै युज गरेँ, मैले ओरेन्ज पनि ट्राई गरेको थिएँ, राम्रो देखेन। यो चाहिँ अलिकति भिजिबल भएको छ, होइन, राम्रो देखिन्छ। यसले भएर चाहिँ मैले यो युज गरेँ। अब के छ भने हजुरहरूले आफ्नो डिजाइन अनुसार तपाईँहरूले सेपहरू युज गरेर के यो पनि थोरै भिजिबल नभएको जस्तो लागिरहेको छ होला हजुरहरूलाई। यसलाई मैले चाहिँ गर्नको लागि यो क्लिक गरेर हेर्नुहोस्, मैले यहाँनिर यो पनि बनाएको छु। यसलाई मैले के गर्छु भने रेक्टेङ्गल लिएको छु, होइन। रेक्टेङ्गललाई राउन्डेड बनाएको छु। राउन्डेड बनाउनु तपाईँले आफ्नो इच्छा अनुसार बनाउन सक्नुहुन्छ। यो राउन्डेड बनाइदिएको छु मैले यहाँनिर। हजुरहरूलाई के जिज्ञासा छ, अब अलिक राम्रो बनाउनु सक्नुहुन्छ अथवा योभन्दा अलिक राम्रो कुनै भिडियो चाह्यो भने कमेन्ट गर्नु होला। म हजुरहरूको कमेन्टको रिप्लाई अवश्य नै दिनेछु। त्यसै गरी भिडियोमा पहिलोचोटि आउनुभएको छ भने लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु होला। त्यसले गर्दा हामीलाई धेरै मोटिभेसन हुन्छ। यो त रह्यो एउटा अरेन्ज ज्यामको जस्तो। अब इन फ्युचर अरू एसाइनमेन्टहरू पनि लिएर आउनेछु। हजुरहरूले यो भिडियो हेरेर केही प्रब्लम आउँछ यस्तो बनाउने क्रममा भने मलाई कमेन्ट गर्नु होला, अथवा मलाई तपाईँले इन्स्टाग्राम फलो गर्न सक्नुहुन्छ।